नमस्ते, वेलकम टु ब्याक चेतना ब्लग। आज चाहिँ म मेरो साथीको घरमा जाँदैछु नि त, बोलाएको छ नि त खाना खानु। अन्त ऊ चाहिँ नयाँ घरमा सरेको छ नि त, त्यो भएर घर कस्तो बनाएको छ है। घर सरेर चाहिँ म गएको छुइनँ नि त। हजुरहरूलाई म घरको सानो भ्लग बनाएर हाल्दैछु हो, कस्तो लाग्छ है हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस्। लेट्स गो गाइस, म चाहिँ अहिले घरमै छु, अब जाँदैछु डिनरको लागि गाइस। लेट्स गो। वाउ, घर त दामी बनाएको रहेछ। हेर्नुहोस् त गाइस, कस्तो ठुलो छ घर चाहिँ। फुलहरू पनि दिउँसो भएदेखि त कति राम्रो छ, तर राति भएर राति चाहिँ मैले हजुरहरूलाई बत्ती मात्रै देखाउँदैछु। हामी चाहिँ चढ्दैछौँ, हेरिहाल्नुहोस्। यस्तो यहाँ लाइट छैन र मात्रै यो फुलहरू चाहिँ यस्तो देखिरहेको छ कि कस्तो दामी बनाउनु भएको छ कि दिउँसो भए चाहिँ। तर अब यो राति आएको छु नि त गाइस, म त्यो भएर लु हेर्नुहोस् गाइस। वाउ, मेरो साथीको चाहिँ हेर्नुहोस्, बाहिर पनि त्यत्तिकै धेरै प्लान्टहरू छ, भित्र पनि हेरिहाल्नुहोस्। वाउ, बेड आई थिङ्क अञ्जलीको बेड होला यो। हेर्नुहोस्, प्लान्टहरू चाहिँ यति बिघ्नको बाहिर पनि भित्र पनि यति धेरै गर्नुभएको छ कि यस्तो उयो छ कि उहाँको चाहिँ उयो। यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्, यो चाहिँ डाइनिङ टेबल चाहिँ यहाँ छ गाइस। यहाँ चाहिँ सिटिङ रुम। वाउ, यस्तो दामी बनाउनु भएको छ। सिटिङ रुम र यहाँ चाहिँ प्लान्टहरू चाहिँ मजाले यसरी मसेर बनाउनु भएको छ क्या। बाहिरपट्टि झन् यस्तो राम्रो चाहिँ अब उसको जस्तो जागा त हाम्रो हुनु सक्दैन है। प्लान्टहरू भित्र पनि बाहिर पनि त्यत्तिकै है। सायद भगवान्ले त्यस्तो घरमा चाहिँ धेरै बास गरेको हुन्छ भन्नुहुन्छ है, होला नि, त्यो भएर। यहाँ हेर्नुहोस् त, यता पनि बेडरुममा चाहिँ किचन हो। किचन चाहिँ यहाँ बेलुका डिनर बनाउनु हुँदैछ नि त, त्यो भएर। तर उसको सबै सिफ्ट माथि भएको छैन रहेछ, भनेदेखि तल पनि छ नि त, तल पनि ठुलो घर छ, त्यो भएर माथि चाहिँ भर्खरै सिफ्ट भएको, आधी मात्रै भइसकेको रहेछ। हेर्नुहोस् न, कस्तो मन पर्यो है बाबा यो, हेर्नुहोस्। सो नाइस, सो नाइस। यहाँबाट चाहिँ फेरि बाहिर पनि जान्छ। तपाईँहरूलाई मैले यो चाहिँ बाहिरपट्टिबाट हो, यहाँबाट फेरि बाहिरको अहिले लाइट बालेको रहेछ, कतिवटा दिउँसो चाहिँ राम्रो उयो देख्छ बाहिरको सिनहरू। हामी चाहिँ यसबाट सुरु गर्दैछौँ गाइस। यहाँ बसेर अब कोक खानुको लागि ग्लास पनि रेडी गरेको छु। हेर्नुहोस् गाइस, आई थिङ्क लाग्छ यो पनि बेडरुमै हो, तर बेड चाहिँ आइपुगेको छैन र यस्तो गरेर राखिरहेको रहेछ चाहिँ। हाम्रो चाहिँ पक्का दिवाली आएको छ है गाइस। साथीको घरबाट चाहिँ चारैतिर देख्छ। यसरी राख्नु भएको छ। अन्तखेरि चाहिँ कमी चाहिँ हालेर खानुपर्छ।
त्यो भएर चाहिँ हाम्रो कस्तो हेरिहाल्नुहोस् है सलाई है अँ तिरतिर दामी यो चाहिँ मलाई दामी लाग्यो गाइस खाट चाहिँ सिम्पल छ गाइस हेर्नुहोस् न यो टाइल्सहरू पनि यो पनि कस्तो दामी साइडको उयोहरू कस्तो दामी बनाउनु भएको कसले बनाउनु भएको थियो नि दामी आऊ भनेको त उयोले पो खानै बनाएको छैन हो आमाले पनि खानु हुँदैछ उहाँले पनि खानु म त यहाँ भर्खर स्टार्ट गरेको है भर्खर स्टार्ट गर्नुभएको अब छ के गर्नु उहाँले बिजी भइरहे घरपट्टि आमे भएपछि घरपट्टि आमा भएपछि स्याहार्नु पऱ्यो स्याहार्नु पर्छ। हामी खानु आएको थियौँ त्यही भएर दुईजना त्यही त हेरेर भन्नु न नि भैलो खेल्ने कि नखेल्ने हाँ भैलो खेल्नु भन्दा छ जाने होइन अन्त त्यति राम्रो घर बनायो आमा एकदम भन्नु न उयो मका आउँछ खानु गाइस तपाईँहरूलाई चाहिँ सानो भिडियो बनाएर हालिदिन्छु कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस् लभ यु अल